Happy Mother's Day, Mommy and Sanju. Thank you. Happy Mother's Day. बंगाली साडी अरे यसमा चाहिँ उहरु बकवास नगर धेरै भुल कुरा गरे जडेको छ अरे ल मम्मी ल जस गाइस म काम गरिरहेको थिएँ भित्र मम्मीले फेरि यहाँ माछा पार्नु भएको छ अरे हैन त्यही हो त हाम्रो मम्मीको माछा यो माछा हेरे भित्र माछाले आउट गर्दैछ यो माछाले आउट गर्ने कस्तो छ मम्मी आजको डिस गाइजहरु एकछिन भनिदिनुस् कस्तो रहेछ आजको डिस गाइस फाइनल लुक बिरयानी हैन यस्तो छ बिरयानीको अघि चाहिँ हल्का सो हेलो नमस्ते सेवा एन्ड वेलकम ब्याक टु माई च्यानल सो गाइस फेरि म उपस्थित भएको छु तपाईहरुको सामने लिएर नयाँ ब्लग सो गाइस सबभन्दा पहिला चाहिँ मैले हैन आफ्नो दिन कफीदेखि सुरु गरेँ हैन कफीले नै मेरो दिन सुरु हुन्छ हैन एनर्जेटिक हुन्छ मेरो सो गाइस आज चाहिँ के हुनेवाला छ सबभन्दा सर्वप्रथम मेरो देश विदेशमा रहनुभएको आमा दिदी बहिनी सबैजनालाई मेरो तर्फबाट ह्यापी मदर्स डे आज के अरे सानो ह्यापी मदर्स डे हो भन्दाखेरि नेपालीमा चाहिँ माता तीर्थ औँसी हैन माता तीर्थ औँसीको सबैलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु सो त्यसैको क्रममा त्यसैको सिलसिलामा हामीले आज एउटा सानो ब्लग ल्याएको छौँ हैन आज के गर्नेवाला छौँ के कसो के हुन्छ सबै भने देखाउने छौँ तपाईहरुलाई केही त हैन सानो यसो प्रोग्राम छ हैन मम्मीलाई सरप्राइज गर्ने मम्मीलाई अनि तिमी चाहिँ के गर्ने मम्मीले सन्जु मम्मीले के गर्ने भन्नु पर्यो नि त नि भन के गर्ने गर्ने कि नगर्ने ल जाउँछु म त सो गाइज अब के हुनेवाला सबै देखाउँछु तपाईहरुलाई हैन अब प्रोग्राम त छ एउटा सानो दिन हैन अब आमालाई सरप्राइज गर्ने सो ढिलो नगरी सुरु गरौँ आफ्नो आजको प्रोग्राम भन्दा पनि एउटा सानो ढिलो नगरी सुरु गरौँ है त सो गाइस जो पनि नयाँ हुनुहुन्छ हाम्रो परिवारमा जुड्नु भएको जो पनि नयाँ हुनुहुन्छ लाइक शेयर सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु होला र जोडिरहनु भएको सबैजनाले त साथ दिइ नै रहनु भएको छ सो सुरु गरौँ है त हाम्रो प्रोग्राम लेट्स गो गाइस अब चाहिँ म हल्का बजारतिर लाग्दैछु काम छ नि त नि यसको सवाल गर्ने भयो सो गाइस अब चाहिँ म बजारतिर लागिरहेछु हल्का सामानहरू लिनु पर्छ नि आजको प्रोग्रामको लागि बट हामीले मम्मीलाई के भनेको छैनौँ होइन चुपचाप प्रोग्राम चाहिँ सानो होइन त्यही सरप्राइज भनौँ न सो अब म बजारतिर लाग्छु सामानहरू चाहिँ यता सानोतिनो सामानहरू किन्नु पर्छ अनि सामान किनेर के कसो हो सबै देखाउने छु हामी अन्त के कसो हो भनेर भेटौँ एकछिनमा म लागि काम दर्को लेग लगाइदिउँ न ल 4वटा हुन्छ 4वटा लगाइदिउँ न 4वटा लेग क्या ल हल्का मासु दिनको अवस्थाले चाहिँ मेरो भाइ चाहिँ यसो सम्पर्क गर्नु होला एकदम राम्रो जस्तो भन्नु त्यस्तो पिस दिन्छ नि मेरो भाइले फेरि के मिल्दैन मैले अर्डर दिएको ल अब मासुले नै यसपछि डेरी पनि छ उहाँहरूको डेरीमा पनि सामान लिएर अनि फेरि घर फर्किने अहिले त्यस्तो छ आज त टन्नै गयो होला होइन भर्खर आयो नि त होइन 4 पिस भयो लेग कति भयो 1 केजी भयो पिस ठुलो गरिदेऊ न ल कति भयो यो 440 कतिको 1 केजीको मिलाइदेऊ न कति हुन्छ 400 को गरिदेऊ न त नि अब सामान बढाएर हेर्नुहोस् अब फेरि मलाई एमआइजिआर ओके छ त अब मलाई एमआइजिआर पसल पनि जानुपर्ने छ हल्का काम छ ठुल्ठुलै राख धेरै सानो हो त्यत्रै होस् त्यो होइन नकाट होस् ल अब एमआइजिआर पसल गएर भेट्नु पर्छ म चाहिँ यहाँ हाम्रो किराना पसल आएर छु अहिले नमस्ते सबैजनालाई यहाँ चाहिँ हाम्रो एमएसटिभी जारी छ एकदम अब हाम्रो मन्थली निस्किन्छ नि त हिसाब जारी छ हेलो अंकल नमस्ते नमस्ते गुड मर्निङ एमएसटिभी चलिरहेछ हैन हाम्रो हाम्रो एकदम स्टार्ट हुँदै छ एकदम हाम्रो पुरा एकदम
पसल फेरि हाम्रो एकदम हेर्नुहोस् न लग्जरियस एकदम टाइम पासको लागि हाम्रो क्यारम पनि छ होइन हाम्रो पसलमा क्यारम छ लुडो छ सब्जीहरू छ चेस छ ए जे खेल्नु त्यो जारी छ हाम्रो म चाहिँ यसो अघि सामान लिन आएको छु आजको लागि ओहो यो त अर्ग्यानिक काँक्रा ल्याउनु भएछ त नि तेरिका मुला कस्तो मजाको रहेछ फेरि हेर्नुहोस् न मैले पनि सामान लिनुपर्ने हुन्छ सामान लिएर भेट्नेछु तपाईँहरूलाई यहाँ चाहिँ म हाम्रो एमएसटिभी जारी छ हाम्रो एमएसजियर पसल सामान लिनुपर्ने छ मैले पनि सामान लिएर अब एकछिनमा भेट्छु म लगाइस अब म चाहिँ सामान लिएर तपाईँलाई भेट्नेछु सामानहरू जस्तो टन्न छ हाम्रो पसलमा एकचोटि भिजिट गर्नु होला सामान लिएर भेट्नेछु एकछिनलाई आज पुरा देखाउनु छु के कसो हुनेवाला छ सामान लिएर भेट्नु फाइनली सामान लिएर आयो अब काम पनि सुरु गर्ने बेला भइसक्यो होइन के कसो हुन्छ सबै देखाउनेछु तपाईँलाई आजको दिनमा के कसो हुन्छ सबै देखाउनेछु Let's go. सो गाइस अहिले चाहिँ आधा काम कम्प्लिट भइसक्यो हाम्रो होइन जो चाहिँ काम गर्नु थियो होइन म्याग्नेट स्याग्नेट गरेर राखेको छु 50% काम चाहिँ सिद्धिसकेको छ अब हल्का बाँकी छ होइन आधा काम त्यो चाहिँ अब हल्का एकछिन रेस्ट गरेर गर्ने छ प्लान चाहिँ अब हेरौँ के कसो हुन्छ सबै तपाईँलाई देखाउने छु र गाइस भेटौँ एकछिनमा अहिले त्यस्तै छ होइन मम्मीले के थाहा छैन क्या अहिले होइन अब मलाई लाग्छ उहाँलाई हल्का सक त भइसक्यो होइन किनकि अब काम गर्दैछु नि त यताउता उनीहरूलाई आइडिया चाहिँ भइसक्यो तर मम्मीले पनि क्या खाना पाएको जस्तो एक्ट गर्नुहुँदैछ के गर्दैछ किन गर्दैछ जस्तो क्या एक्ट गर्नु तर हेरौँ के कसो हुन्छ भएर सरप्राइज दिँदैछु मम्मीलाई अहिले चाहिँ हाम्रो काम हल्का भइसकेको छ अब हेरौँ के कसो हुन्छ सबै तपाईँले देखाउने नै छु अनि आज के भन्दाखेरि चाहिँ सन्जुले चाहिँ ओभर हेल्प गरेछ क्या मलाई सन्जु हेर्नु न सन्जुले हेल्प गरेछ हेर्नु सो गाइज अब होइन हेल्प त गरि नै रहेछ तर पनि अब भरे गरिसकेको छु भने अहिले चाहिँ मेरो काम जति थियो मैले गरिसकेँ अब सबै मिलेर गर्ने छ एकछिनपछि त्यस्तै अब 3-4 बजीदेखि चाहिँ सुरु हुन्छ हाम्रो काम रहेछ तबसम्मको लागि सो गाइज अहिले चाहिँ हाम्रो कुकिङ सुरु भइसकेको छ होइन आजको लागि स्पेसल होइन केही छैन बिरयानी छ बिरयानीको लागि अनि यो चाहिँ साम्बार भन्दा चाहिँ यो चाहिँ साउथ इन्डियन डिस पनि एउटा ट्राई गर्नु गइरहेको छौँ आज होइन के कसो हुन्छ सबै देखाउनु छु बनाउनेमा चाहिँ अहिले चाहिँ म मात्रै छु अब हेरौँ भरे को आउँछ हेल्प गर्ने पछि यस्तो छ रेडी तयारी चाहिँ यसो चलिरहेछ हल्का यो बिरयानीको लागि भयो यो दुइटा यो चाहिँ अब साम्बार बन्दैछ अहिले अब एकछिनमा के कसो हुन्छ सबै देखाउनु छु तपाईँलाई लेट्स गो म गरिहाल्छु यो मसला हाल्नु हाम्रो बिरयानी चाहिँ यसरी बन्दैछ अहिले म चाहिँ खास के भन्दाखेरि चाहिँ बिरयानी चाहिँ हल्का बिरयानी भनेपछि हल्का डरबड हाल्नुहुन्छ है यो के भन्छ बिरयानीमा चाहिँ फेरि डाइनासोरको ऊ मात्रै जान्छ नि फेरि लेग पिस
अरू त जाँदै हालेन हौ फेरि है आम्मामा जब कि नडराउनु होला तपाईँहरू चाहिँ गाइस डराउनु पर्दैन यो डाइनासोरलाई चाहिँ मैले घाइते पारिसकेको छु सो गाइस हाम्रो चिकन देखाऊ अप्सरा यहाँ अहिले चाहिँ मैले अप्सरालाई ह्यान्ड ओभर गरेको छु क्यामेरा होइन सो चिकन चाहिँ हल्का रेडी भइसक्यो कालो देखेको भिडियो क्वालिटी यस्तो अब यसमा चाहिँ यदि पाकिसकेपछि अब हल्का राइस हाल्ने बेला भयो गाइस राइस हालेर टक्क सिटी लाउनु पर्ने हुन्छ अनि यहाँ पारेर रेडी हुन्छ हाम्रो बिरयानी चलाउनु पर्ने हुन्छ किनकि चामल भनेको मजाले यसमा मिक्स गर्नु पर्ने हुन्छ नि त नि अनि यसपछि हामी यसमा हल्का बिरयानी मसाला भन्छौँ बिरयानी मसाला हाल्यो हल्का चलाउनु पर्ने हुन्छ बिरयानी मसाला दिएको त कहाँ आउँछ त नि मजा होइन सो बिरयानी मसाला पनि लाग्यो सो अब यसमा पानी मिलाएर छोप्ने अनि छोपेर अनि बिरयानी रेडी हुन्छ सो गाइस लेट्स चेक है हाम्रो कस्तो भयो साम्बार ओहो कलर त दामी छ तर अलिक सेम कलर देखाउँछ भेटे जो कलर चाहिँ दामी आएको छ म एकचोटि चलाउँछु है भनेको साम्बार इडली भनेको जस्तै हुन्छ गाइस बाबा साम्बार सो गाइस साम्बार चाहिँ एकदम रेडी भइसकेको छ अब यसमा हल्का तड्का लाउनु पर्ने हुन्छ यसमा र साम्बारको चटनीमा इडली पनि अब एकछिन बन्ने छ हेर्दै जाउँ के कसो म सबै देखाउँछु तपाईँलाई खाने हो गाइस अथेन्टिक साउथ इन्डियन फुड ल गाइस अब साम्बारको पालो होइन एकदम झन्डै तड्का हाल्ने भन्छ होइन एउटा टिकटक नि दिएको थियो नि सरर पाएर सरर झोल भने टक्क होइन गाइस कडी पत्ताको त स्वादै फाल्टो हुन्छ नि त गाइस होइन स्मेल स्वाद सो हाम्रो अहिले साम्बार र चटनी चाहिँ रेडी छ अब बाँकी छ हेडले त्यो पनि बनाउने छु बिरयानी चाहिँ अब एकछिनमा 2 सिटी लाग्छ बिरयानी पनि टक्क रेडी हुन्छ यसको खाउँ जस्तो छ नि कोकोनटको हो नि फेरि गाइस कोकोनटको भनेपछि आफै बुझिहाल्ने कोकोनटको चटनी भन्नु बिर्सेछु कि होइन मम्मीले के गर्नुभएको गाइस म काम गरिरहेको थिएँ भित्र मम्मीले फेरि यहाँ माछा पार्नु भएको छ अरे होइन हेरौँ है त हाम्रो मम्मीको माछा के कुन खालको माछा निकाल्नु आँट्नु हो काम गर्दा गर्दा एक्कासी माछा लिएर आउनु भन्छु पक्कै छ के ल्याउनु रड म डन्डा ल्याउँ यसले चाहिँ काम पुऱ्याउँछ यसको ए पुरा हजुर यहाँ माछा हेर्न आइज न त्यो ठुलै छ यत्रो छ तपाईँ मलाई त डर लाग्यो क्रेटक भन्नु ओहो ओहो गाइस यसले काम बिगार्यो कि त्यही भएर अब यसको काम बिग्रियो माछा हेर माछा हेर भित्र माछाले आउट गर्दैछ यो माछाले आउट गर्यो अनि पुरा कपडा च्याता दिन्छ त नि माछा छ कि के छ होइन माछा छ छोडिदिनु हौ मम्मी बिचरालाई छोडिदिनु छोडिदिनु हौ माछा जान्दिनु हौ के भएको छैन त्यो हाम्रो बिरयानी रेडी ओहो बिरयानी त स्क्रिनै खराब भयो ल गाइस बिरयानी पनि रेडी छ हाम्रो होइन चट्टा पाराले अब एकछिन यसको भित्रको ग्यास जान्छ अनि तपाईँलाई म अनबक्सिङ गर्दैछु बिरयानी कस्तो के हुनेछ देखाउँछु तर अहिले चाहिँ हामीले यहाँ माछा मारेको छौँ माछा हेरौँ त कस्तो छ भाइ कत्रो माछा यसले धक्दै बसेको त्यहाँ यस्तो गर्छ अनि यसले यस्तो काम
यो जाँदै त्यहाँ खाँदै हेर्नु यसमा कम्ता ठुलो छुचुन्द्राले लुगा काटेको बक्स भित्र खत्तम पारेछ नि त छुचुन्द्राले कत्रो ठुलो ठुलो छ यस्तो त नगर्नु पर्ने छ मम्मी किन गर्दिनु काम बिगार्नेलाई हामीले हल्का यस्तो चामा थुमा गर्नुपर्ने हुन्छ म त बिजी थिएँ नि कसै आइज माछा आयो भन्छ भएर त्यस्तो पो रहेछ कसै माछा जिन्दगीको के भएर होइन आज छौँ भोलि छैनौँ बिचरा हिजोसम्म कपडा च्यात्दै थियो होला आज हेर्नु त दुर्दशै बिग्यो बिचरा मजाले रजाइ गर्दै थियो होला होइन ए काम पुगेको नि ल मम्मी तपाईँलाई बधाई छ तर यस्तो त नगर्नु पर्ने थियो अब के गर्नु फटा काम गरेपछि त्यस्तै हुन्छ नि सो म चाहिँ काममा व्यस्त छु अब एकछिनमा के कसो हुन्छ सबै देखाउनु बिचमा मम्मीले बोलाउनु भयो हाम्रो बिरयानीको पनि सिटी लागिसक्यो अब गाइस अहिले चाहिँ इडलीको टटपट चलिरहेछ है यो चाहिँ बनिसक्यो होइन विदाउट इडली चाहिँ अनि यहाँ यो पनि बनेर आइसकेको छ यसलाई निकाल्नु पर्नेछ पेस्ट सब बनाए जस्तो छ मेरो गाइस तपाईँ क्या नेचुरल पाराले होइन अब यसलाई बन्नु कमसेकम 10 मिनट जति लाग्छ 10 मिनटपछि यो पनि रेडी हुन्छ पारेर होइन पहिला चाहिँ यस्तो छ स्पन्जी छ एकदम रेडी भइसकेको छ कि अब यिनीहरू चाहिँ यहाँ एक लट पहिलाको रेडी भइसकेको छ यस जति बाँकी छ अब हेरौँ कति टेबल चाहिँ देखाउने छु सकेसम्म हेर्दै गर्नु है गाइस एन्डसम्म यस्तो छ अहिले चाहिँ म देखाउँछु सबै रेडी भएर इडली सिटी रेडी भएर अहिले इडली चाहिँ हामी यसरी बनाउँदैछौँ कि बोडोकोमा चट्ट लगाएर होइन चेक गर्न चाहिँ यसरी चेक गर्नुपर्छ गाइसहरू चाहिँ टक्क यो पसाउँदाखेरि चाहिँ यस्तो एकदम क्लिन हुनु पऱ्यो क्या त्यो पिठो जस्तो गिलो हुनु भएन यसरी एकदम बुझ्नु सो भेट्नु एकछिन गाइस फाइनल लुक बिरयानी होइन यस्तो छ बिरयानीको चाहिँ अघि चाहिँ हल्का हल्का लुक छ अहिले चाहिँ अर्को छ होइन म्यारिनेट सेन्डेड गरेर मसला लगाएर अनि यहाँ चाहिँ हाम्रो पुरै इडलीको कार्यक्रम चालु छ फेरि चौथो लट इडली चट्ट भएर खाने मन त नि आज त्यही सो गाइस फाइनली सबै कुरा रेडी भइसकेको छ यहाँ छ साम्बार यो चाहिँ छ बिरयानी रायता यो साम्बार भने इडलीको चटनी र साम्बार त छ अझै इडली यता अलिकति यसमा लाउनु बाँकी छ यति प्रकारको खाना चाहिँ रेडी भएको छ अब भरे एकछिनमा सर्भिङ गर्ने बेला भेट्छौँ अहिले चाहिँ फाइनली गाइस काम सिद्धियो अब एकछिन अब कति बजी छ अहिले 6 बजी लाग्यो 6:30 नभए 7 बजीतिर हाम्रो प्रोग्राम सुरु हुन्छ प्रोग्राम भन्दा के मम्मीले हल्का केक काटाउने त्यति त प्रोग्राम भनेको पेड मिक्समा ह्याप्पी मदर्स डे मम्मी एन्ड सन्जु थ्याङ्क यू सन्जुलाई पनि ह्याप्पी मदर्स डे खोइ मामु होइन अप्सन यहाँ पक्ड होल्ड दिस यहाँ सन्जु बोल्छ न तिमी त सन्जु बोल्छ यहाँ बस्छ ए मैले फेरि हाल्नु पुग्यो लाइटर कहाँ छ लाइटर फ्यान बन्द गरे लाइटरमा लाइट छैन त्यही ह्यापी मदर्स डे भन न ह्यापी मदर्स डे नि त चित्त नाइस बनाउ राख्नु फिनिश ल केक काट्नु यहाँ पोछ खाइस केक काट्नु न केक हैन दुई जनाले के डेनले लु आमा लु केक काट्नु यहाँ हुमुसँग त बताइन तीन जना मिलेर यो को घटाउनु न केक नै देख्न मजा आयो हाम्रो खतरा लाउनु त नि खुकुरी ठिकै छ पहिले के त्यस्तो इमर्जेन्सी मा ह्यापी मदर्स डे लु भाइ लु तिमी पहिला खाऊ हैन खालो हुन्छ नि त नि म मम्मीले खुवाउनु पर्ने डेनले मलाई खुवाउँछ ओके छ त खास आज डेनले मलाई खुवाउँछ नि तिमीलाई नि फेरि आमाको मुख हेर्ने दिन अरे अब ह्यापी मदर्स ओ डे देऊ न थुप्रै थ्याङ्क यू लु यहाँ तिमीले मलाई ल यहाँ मलाई ह्यापी मदर्स डे केक त लाउनु पर्छ नि आज यहाँ है अब डेनियलले यति हो के भन्नु पर्छ ह्यापी मदर्स डे मामु भन्न लिएर आउँछु लेख्छु मम्मीलाई मम्मीले टिका लगाइदेऊ न लु
बाय तपाईँ ले ल यहाँ आज खाना दिनु बाय फिनिस त छ अब के गर्नु पर्यो के गिफ्ट सिफ्ट छैन आमाको लागि खै के गगी हैन सन्जुल गिफ्ट छ के मेरो तर्फबाट जाऊ न लिएर आऊ न तिमीलाई चाहिँ डेनियलले पछि ठुलो भएर कमाएर दिने खोइ मम्मीको लागि पहिला दिने अरे दिने हो त्यही भएर अनि अब यो चाहिँ कुन सन्जुल जल्दी लिएर आऊ यो चाहिँ घाँस पात लगाउने केही छैन यो कति कुन चाहिँ अरे यो बङ्गाली साडी अरे यसमा चाहिँ उहरू बकवास नगर धेरै भुल कुरा गर है जडेको छ अरे ल मम्मी ल जस्तो भयो अनि यसमा मलाई अरू एकदम कुन छ के भन्छ ए गहनाहरू पनि छ ल। त्यो चाहिँ चियोमा तपाईँलाई। ल म लगाइहाल्छु मेरो नानीहरूले दिएको म अहिले हैन भरे काटेर सुषमालाई कल गरेछ आए बोल्दै सुषमा अब मैले भ्लग पाएँ बोल्न ए पापा बनाउनु भएछ लु सुषमा हाई भोलि भन्छ पापाको त के हो नेटै कनेक्ट भन्छु मम्मी सुषमा ह्याप्पी मदर्स डे मम्मी हेलो थ्याङ्क यू नानीहरूलाई क्यामेरा वुमेन भएन हाम्रो ठिक छ सबै यी हेर्न के गरिदिएको छ यी मम्मीलाई यसपालि भाइ बुहारीले मलाई थुप्रो बनाउँदैछ अप्सराले टाढो भए पनि सबसे मेरो ठुली छोरी सुषमाले अनि सन्जनाले मलाई एकदम राम्रो गरेछ आमा भन्दा पनि मान्छ है मैले देवमा सधैँभरि मलाई गरिरहन्छ अनि अप्सराले पनि तिनैजनाले चारैजनाले है बाउ पनि कहाँ छ हो बाउलाई पनि धेरै याद गर्नु पापाले यहाँ आउँदै थियो पापा खै उसको हुने भएन है अनि ड्यानियलले पनि मम्मीलाई आज मेरो दिन मनाउँदैछ ड्यानियलले पनि विक्रमले पनि है चर्चा गर्दैछ घरको मेरो छोराछोरी मेरो नानीहरू सबै एउटै छ अब रुयो ड्यानियल चाहिँ बराबरी छ है रुयो टाढोमा पनि मेरो जुवाइहरू मेरो नातिहरूलाई पनि धेरै माया छ कस्तो छ मम्मी दामी छ। आजको डिस एकदम गाइजहरू 100 भनिदिनुहोस् कस्तो रहेछ आजको डिस मिठो दामी सबभन्दा दामी के लाग्यो सन्जु तिमीलाई यो के हो त्यो नाम के हो साम्बार अप्सरालाई यो यस्तो नाम मलाई थाहा भएन तर राइता रायता हो मम्मी तपाईँलाई मिठो छ एकदम साम्बार मिठो छ रायता मिठो छ इडली पनि हो र अनि बनाउने चाहिँ फेरि को हो सन्जु हो कि अप्सरा म बनाउने मैले बनाएको थ्याङ्क यू सन्जु यस्तो यो हाम्रो प्लेट भन्दा सेतो झुट भन्नुको लागि देनु सबभन्दा टेस्टी के लाग्यो तपाईँलाई उसको दिया त बस दो चीज है टेस्टी के लाग्यो बोलता भी तो कुछ नहीं है वो खाना बस और बेला चाहिँ चपड चपड बोल्ता है हैन आइजु गाइस अब म पनि मेरो भाग चाहिँ बसेर यहाँ छ बाउनु गर्न म पनि खान लाग्नु पर्यो हैन म फेरि खान थालेपछि सबै बिर्सेछु खाएर भेट्नेछु यसको राइट जेन्स म यहाँ बसेँ ल तिमीसँग ल मसँग ल यहाँ म चाहिँ उहिलेदेखि सुरु गरेँ नि Really, sambar. Jangan lu jahat dah. Sambar yo खाए कस्तो गुलियो हुन्छ त Kosan lapos mah. Jangan phone call. कमान त ज्यादै छैन रहेछ त्यो ए सबैजना एक्लै एक्लै खाएको
खानु है पकाउँदा के खानु मन छ सन्जु फुल छ त नि न खानु भुल पकाउनु पर्यो तिमी त खानु होला राख इले खान्छौ डल्लो यसले आज पनि दियो होला हौ अत पर्छ खाएर माफ होला खाँदैन यसले मासु त खाएको म त खाएको मासु खाने मन छ है यहाँ घरि ए मासु कस्तो छ इडली देन सो गाइस फाइनली हाम्रो आजको प्रोग्राम सानो प्लानिङ होइन ममाको लागि कम्प्लिट भयो हामी बसिरहेछौँ मम्मी कस्तो भयो त नि कस्तो लाग्यो तपाईँलाई एकदम राम्रो लाग्यो हजुर आजको चाहिँ एकदम खानाहरू सबै एकदम राम्रो खानुमा पनि खाना मात्रै राम्रो छोरा नराम्रो छोरा पनि राम्रो छोरा बुहारी छोरी नानी नाति सब मलाई सो आज चाहिँ हामीले यसो होइन सबैजना मिलेर मम्मीले आज आमाको मुख हेर्न दिन्थ्यो त नि त्यसैको क्रममा आमालाई सानो एउटा आमालाई माया त के भन्नु माया त जहिले नै गरिरहेको हुन्छ होइन आमा बाउ भनेको त अब भगवान् समान हो नि त नि भगवान्लाई सँग जाँचिन्छ आमा बाउ भन्ने चाहिँ आज चाहिँ अलिक विशेष दिन जुन दिनमा चाहिँ आमालाई अब राम्ररी त दिनो हामीले गर्नुपर्ने हुन्छ आमाको माया तर आज चाहिँ अलिक विशेष दिन आमाको मुख हेर्ने दिन के पो भन्छ मम्मी माता तीर्थ औँसीको दिन होइन आज मम्मी हो त माता तीर्थ औँसी आज आमाहरूको मुख हेर्ने दिन थियो सो हामीले पनि यसो मम्मीलाई होइन अब काममा व्यस्त हुनुहुन्छ नि त नि घरमा यताउता यसो अब यसो मन हल्का गरिदिउँ भने कामदेखि अलिक छुट्टै यसो सानो प्रोग्राम होइन कामदेखि अलिक काम भन्नाले चाहिँ त्यस्तो खतरै काम होइन क्या घरको काममा यताउता बिजी हुनुहुन्छ होइन मम्मी बेडा बाख्रा उहाँ गरिराख्नुहुन्छ त्यो टाइमदेखि चाहिँ यसो हल्का सानो टाइम निकालेर यसो टाइम पास भने त्यो सुँगुर बाख्रा त्यसै बिजी भन्दा चाहिँ हल्का आज चाहिँ यसो सबैजना हामी सबैजना डेली चाहिँ भेला चाहिँ हुन्छौँ जहिले पनि हुन्छौँ होइन तर आज चाहिँ यसो स्पेसली होइन आमाको मुख हेर्ने दिन भनेर चाहिँ सानो एउटा हामीले ऊ गरौँ न मनायौँ होइन मम्मी सेलिब्रेट गरौँ मनायौँ अब सुरुमा पनि जस्तो भने मैले देश विदेशमा रहनुभएको आमा दिदी बहिनी सबैजनालाई ह्याप्पी मदर्स डे भनेर सुरु गरेको थिएँ सो अब सबैजना जो पनि हाम्रो एउटा सानो परिवार अहिले परिवारमा जुड्नु भएको होइन मम्मी हाम्रो परिवारमा जोड्नु भएको सबैजना देश विदेशमा रहनुभएको आमा दिदी बहिनी सबैजनालाई माता तीर्थ औँसीको धेरै धेरै शुभकामना भन्दै हामी आजको यो ब्लग एन्ड गर्दैछौँ र चाँडै हामी नयाँ नौलो ब्लग लिएर आउनेछौँ कि छैनौँ बिल्कुल ओके गरिदिउँ न त नि ओके हामी नयाँ ब्लग लिएर आउँदै छौँ फेरि बाइ बाइ गाइज भन्दिउँ न त बाइ बाइ गाइज डेनी तिमी के भने बाइ भन्दैन ए मङ्की बोल्दै बोल्दैन जहिले यस्तै लुक्छ बाइ नभन्ने बाइ बाइ गर्नुस् न ए मङ्की बोल्दैन है टाइम वेस्ट मात्रै त्यसको